धेरैजना भन्छन् कि एनिमेमा राम्रो स्टोरी हुनलाई क्यारेक्टरले धेरै भोग्नुपर्छ या फिर धेरै दुःख पाउनुपर्छ। यो कुरा ट्रु हो, तर फुल्ली ट्रु होइन। क्यारेक्टरको सफरिङ इम्पोर्टेन्ट हुन्छ, तर सफरिङले मात्र स्टोरी राम्रो हुँदैन। अब इक्जाम्पलको लागि हामी अट्याक अन टाइटनको एरनलाई लिन सक्छौं। एरनले धेरै सफर गर्यो, फ्यामिली गयो, फ्रिडम गयो, तर मेन कुरा के हो भने त्यो पेन, त्यो सफरिङले उसको सोच चेन्ज गर्यो। सुरुमा एरन एउटा हिरो जस्तो थियो, तर पछि उसले गलत डिसिजन लिन थाल्यो। सो यो सफरिङले नै स्टोरी अगाडि बढाइदियो, त्यसैले यो सफरिङ मिनिङफुल छ। अर्को इक्जाम्पल दिउँ भने नारुतो। जस्तै नारुतोको चाइल्डहुड एकदमै पेनफुल थियो, तर पेन आर्कमा उसले हेट्रेडलाई बुझ्यो अनि चेन्ज भयो। पछि वार आर्कमा चाहिँ धेरै मान्छे मरे, धेरै क्यारेक्टरहरू मरे, तर फेरि जिउँदा पनि भए। सो यसमा पेन त भयो, तर इम्प्याक्ट अलिक कम भयो। पेन चाहिँ भयो, तर स्टोरीले त्यो पेनलाई रेस्पेक्ट चाहिँ गरेन। अझै पनि तिम्रो कन्सेप्ट क्लियर भएको छैन भने अर्को इक्जाम्पल सुन, साइतामा। साइतामाले अलमोस्ट सफर नै गरेको छैन, नो ब्याक स्टोरी, नो स्याड स्टोरी, केही पनि छैन उसको, तर स्टिल स्टोरी एकदमै इन्ट्रेस्टिङ छ। किनभने यहाँ प्रब्लम फाइटिङ होइन, बल्कि यहाँ प्रब्लम लाइफ बोरिङ भएको हो। सो म यो भन्न चाहन्छु कि सफरिङ बिना पनि स्टोरी एकदमै राम्रो हुन्छ। सो मेरो फाइनल एन्सर के हो भने ग्रेट स्टोरी टेलिङ हुनुपर्छ। सफरिङ नभए पनि हुन्छ, तर कन्फ्लिक्ट र चेन्ज चाहिँ हुनै पर्छ। यदि क्यारेक्टरले एकदमै सफर गर्यो तर केही पनि चेन्ज भएन भने त्यो दुःख, त्यो ट्रोमा, त्यो सफरिङ सब युजलेस हुन्छ। सो तिमीहरूको लागि एउटा अनेस्ट एडभाइस के छ भने जहिले पनि सोध के यो दुःखले फरक पार्यो। इफ एन्सर केही पनि पारेन भन्ने आउँछ भने त्यो स्टोरी नै विक छ।